हाम्रो पुस्ताको सबभन्दा ठुलो पीडा गरिबी होइन, बेरोजगारी पनि होइन, न त प्रेममा धोखा नै खानु हो। हाम्रो पुस्ताको सबैभन्दा ठुलो पीडा भनेको हामीसँग हिँड्ने तयार बाटो छैन। हाम्रा हजुरबुवा हजुरआमा सबलाई थाहा थियो जीवन कसरी बिताउने भनेर। थोरै पढ्ने, चाँडै काममा लाग्ने, परिवार बसाल्ने र बाँकी जीवन जिम्मेवारी निभाउँदै बिताउने। हाम्रा बुवा आमालाई पनि एउटा निश्चित सपना देखाइएको थियो, राम्रोसँग पढ, राम्रो जागिर खाऊ, घर बनाऊ, परिवार बनाऊ। जीवन सजिलो थिएन तर गन्तव्य स्पष्ट थियो। तर आज 25 वर्षको उमेरमा कहाँ पुग्नुपर्छ कसैलाई उत्तर थाहा छैन। 30 वर्षमा विवाह गर्नुपर्छ कि पर्दैन कसैलाई निश्चित। जागिर गर्ने कि व्यवसाय गर्ने, देशमै बस्ने कि विदेश जाने, सपना पछ्याउने कि जिम्मेवारी रोज्ने। हरेक मोडमा हजारौँ बाटा छन्, तर कुनै बाटो आफ्नो हो भन्ने कसैलाई थाहा छैन। यही नै हाम्रो पुस्ताको सबभन्दा ठुलो थकान हो। हामी हिँडेर होइन, सोचेर थाकेका छौँ। हामी हारेर होइन, तुलना गरेर कमजोर बनेका छौँ। हरेक बिहान मोबाइल खोल्ने बित्तिकै कसैको सफलता देख्छौँ, कसैको विदेश यात्रा, कसैको नयाँ घर, कसैको करोडौँको व्यापार, कसैको खुसी परिवार र बिस्तारै हामी आफ्नो जीवनलाई होइन अरूको जीवनसँग तुलना गर्न थाल्छौँ। त्यसपछि लाग्छ सायद म धेरै पछाडि परेँ, तर सत्य होइन। सत्य के हो भने तिमी पछाडि परेका छैनौ, तिमी केवल आफ्नो समयको प्रतीक्षामा छौ। सूर्य र चन्द्रमा दुवै उज्यालो दिन्छन्, तर कहिले एकैपटक एकै समयमा उदाउँदैन। फुलहरू पनि एउटै दिन फुल्दैनन्। हरेक बिउको आफ्नै समय हुन्छ, त्यसैले अरूको समयसँग आफ्नो जीवन नाप्न छोडिदेऊ। किनकि भगवानले तिमीलाई अरू जस्तै बन्न होइन, अरूभन्दा फरक बन्न पठाउनु भएको। याद राख, तिमी अल्छी होइनौ, तिमी असफल पनि होइनौ, तिमी हराएका पनि होइनौ। तिमी केवल इतिहासको पहिलो यस्तो पुस्ता हौ जसले तयार बाटो पाएन, र त्यसैले तिमी आफ्नो बाटो आफै बनाउनु पर्छ। सायद यो यात्रा कठिन हुनेछ, सायद धेरै तिमीलाई बुझ्ने छैन, सायद तिमी धेरै पटक एक्लो महसुस गर्नेछौ, तर विश्वास गर, सबैभन्दा सुन्दर कथा उनीहरूको हुन्छ जसले अरूको पाइला पछ्याएन, आफ्नो पाइला बनाए। त्यसैले ढिलो भयो भनेर नआत्तिऊ, अरू अगाडि गयो भनेर नडराऊ। किनकि जीवन दौड होइन, जीवन त आफ्नो गति, आफ्नै सपना र आफ्नै गन्तव्य खोज्ने यात्रा हो। र याद राख, इतिहासले सजिलो बाटो रोज्नेहरूलाई होइन, आफ्नो बाटो आफै बनाउनेहरूलाई सम्झिन्छ।